अहिले हामी ढोरबराई रिसोर्ट रहेछ यहाँ ढोरबराई भन्ने मन्दिरमा आइपुगेको छु मैले भर्खरै अहिले हिँड्दैछौँ। मालाहरू राखेको छ। अहिले हामी सिँढी रहेछ, सिँढी उक्लिँदैछौँ। पेसेन्जर मेरो गाडीको पेसेन्जर सबै हिँडेर गइसक्यो मन्दिरतिर। म पनि फर्स्टचोटि हो जाँदैछु हेर्नलाई के कस्तो रहेछ। जोडेगौडादेखि माथि रहेछ एउटा माई के भन्ने मन्दिर रहेछ। होटेलहरू पनि रहेछ यहाँ ठुल्ठुलो बस्नुलाई सुविधा रहेछ, नास्तालाई खानालाई क्यान्टिन रहेछ। यो मन्दिरको नाम ढोरबराई मन्दिर रहेछ। यहाँ सबैले पूजाआजा गर्नलाई आउने रहेछ। तर यहाँ मायाको कुरा चाहिँ पुरा हुन्छ भन्नुभएको छ। यहाँ मन्दिरमा तपाईँहरू पनि आउनु, राम्रो रहेछ मन्दिर घुम्नलाई। ल हेर्नु मैले ल्याएको यो बोको मेरो गाडीमा आएको हामीलाई शर्मालाई हुन्छ बोको हेर्नु। शर्मादेखि पूजाआजामा हामी पुरै टोलेको छौँ। यो शान्त चोरमा लागेको त आयो चोरमादेखि यहाँ मन्दिर प्रवेश गरिएको छ हामी। यो ढोरबराई माई मन्दिर रहेछ। यो जोडेगौडा पोखरा जोडेगौडादेखि ट्याक्क मास्तिर अब 6 किलोमिटर माथि पर्दो रहेछ। राम्रो छ यहाँ मन्दिरहरू। हेर्नुहोस् त साथीहरू।